म यो भन्न चाहन्छु कि तपाईँ रिसलाई रोक्न चाहनुहुन्छ, रिसलाई रोक्न नचाहनुहोस्। शिरदेखि पाउसम्म, पाउदेखि शिरसम्म बग्न दिनुहोस्। किनकि त्यो तपाईँको दिमागले नचाहेको चिज, नचाहेका कुराहरू, नचाहेको बातहरू आएपछि दिमागले बनाएको एउटा रिलिज गरिएको एउटा रिस हो। त्यो शरीरको एउटा ऊर्जा हो। त्यो ऊर्जालाई तपाईँले रोक्नु खोज्नुभएछ भने, रोक्नु खोज्नुभयो भने त्यही चाहिँ हो हाम्रो गलत शरीरले असर गर्ने। किनभने बग्नु दिनुहोस्। त्यो एउटा करेन्टको माध्यम जस्तै बगिरहेको हुन्छ। देखिँदैन करेन्ट भन्दा बिजुलीदेखि लाग्ने करेन्टै मात्र हामीले सोचिन्छ, तर हाम्रो शरीरमा पनि एउटा ऊर्जा हुन्छ। त्यसलाई रोक्न कोसिस गरियो भने चाहिँ हामीलाई असर पुग्छ। किनकि दिमागले भनिसकेको हुन्छ यो चिज रोक्ने चिज होइन, यो उठ्ने चिज हो, यो बग्नु दिनुपर्ने चिज हो। किन यो नराम्रो चिज हो भनेर एउटा ऊर्जा बनाइसकेको हुन्छ दिमागले, एउटा सिस्टम, र शरीरले एउटा ऊर्जा उत्पत्ति गरिसकेको हुन्छ। त्यो चिजलाई रोक्न खोजियो भने चाहिँ हाम्रो शरीरले असर हुन जान्छ। बग्नु दिनुहोस्।